नमस्ते, मेरो च्यानलमा सबैजनालाई स्वागत छ। आज म चाहिँ VFX अकाउन्ट बनाउन जाँदैछु। VFX अकाउन्ट चाहिँ स्टुडेन्ट वर्किङहरुको लागि जुनसुकै भिजाहरुको लागि काम लाग्दछ। अब VFX भने चाहिँ भिजा फ्यासिलिटेसन सर्भिस ग्लोबल अकाउन्ट हो। यसको लागि चाहिँ सबैभन्दा पहिला आफ्नो डिभाइसमा भएको गुगल क्रोम ओपन गर्नुपर्छ। त्यसपछि सर्च बारमा गई VFX ग्लोबल टाइप गरी इन्टर गर्नुस्। सुरुमा लिंक आउँछ, वेलकम टु VFX ग्लोबल फर इन्डिभिजुअल होम। यो लिंकमा क्लिक गर्नुहोस्। त्यसपछि यो इन्डिभिजुअलमा खुलेको छ। अब हामीले चाहिँ आई एम अप्लाइङ फ्रम नेपाल भयो। यसमा नेपाल क्लिक गर्नुहोस्। त्यसपछि आई एम गोइङ टु जापान, जापानमा क्लिक गर्नुहोस् अनि टेक मी वेबसाइटमा क्लिक गर्नुहोस्। अब हाम्रो यो पेज खुलेको छ, वेलकम टु VFX ग्लोबल। वी आर द अफिसियल पार्टनर अफ द कन्सुलेट अफ जापान। अब चाहिँ हामीले बुक नाउमा क्लिक गर्नुपर्छ। त्यसपछि फेरि हामीले यसमा नि बुक नाउमा क्लिक गर्ने। अब हामीलाई यो पेज खुलेको छ। हाम्रो अकाउन्ट छैन, त्यही भएर अब आई डोन्ट ह्याभ इन अकाउन्टमा क्लिक गर्नुपर्छ। त्यसपछि यो पेज खुल्छ। अब यसमा आफ्नो इमेल राख्ने। पासवर्ड बनाउँदा 8 देखि 16 भित्रको क्यारेक्टर हुनुपर्छ। त्यसमा कम्तिमा एउटा ठुलो लेटर र एउटा सानो लेटर हुनुपर्छ अनि एउटा नम्बर र अर्को चाहिँ एउटा स्पेशल नम्बर पनि इन्क्लुड हुनुपर्छ, जस्तै @hazard मेन्सन पर्छ। अब तल्लोमा पनि सेम गर्नुपर्छ। यो 44 देखेको मोबाइल नम्बर देखेको ठाउँमा चाहिँ क्लिक गर्ने। त्यसपछि नेपाल सेलेक्ट गर्ने। त्यसैको छेउमा आफ्नो फोन नम्बर लेख्ने। अब यो तीनवटै कुष्ठमा टिक 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 लगाउने। त्यसपछि रजिस्टरमा क्लिक गर्नुपर्छ। हामी अब अकाउन्ट क्रिएटको लगभग अन्तिम चरणमा आइसकेका छौं। अब हामीले मोबाइलबाट गर्नेहरूले चाहिँ आफ्नो मोबाइलको जीमेलमा गई जीमेल ओपन गर्ने। त्यसपछि अपडेट सेक्सनमा गई VFX बाट आएको मेललाई ओपन गर्नुपर्छ। त्यसपछि एक्टिभ अकाउन्टमा क्लिक गरी अब भने लगइन सेक्सनमा आइपुगेको छ। अब आफूले बनाएको इमेल आइडी र पासवर्ड हाल्नुपर्छ। त्यसपछि साइन इनमा क्लिक गर्ने। यो चाहिँ हाम्रो लगइन गरिसकेको ड्यासबोर्ड हो। हाम्रो VFX अकाउन्ट क्रिएट भइसकेको छ। अब भने चाहिँ VFX डेटको लागि स्टार्ट न्यू बुकिङमा क्लिक गर्नेछौँ। यसमा क्लिक गर्नुहोस्। हामी पहिलो चरणमा आइपुगेका छौँ। पहिलो चरणमा चाहिँ एपोइन्टमेन्ट डिटेल्स हो। जापान भिजा सेन्टर हाम्रो काठमाडौँ नै हो, डिफल्ट हो, एउटा मात्र छ। क्याटेगोरीमा चाहिँ अल क्याटेगोरी राख्नुपर्छ। त्यसपछि सब क्याटेगोरीमा चाहिँ आफूले कुन चाहिँ भिजामा अप्लाई गर्न लागेको हो त्यो सिलेक्ट गर्नुहोस्। मैले चाहिँ स्टुडेन्टमा सिलेक्ट गरेको छु। यति भइसकेपछि अब चाहिँ कन्टिन्यूमा क्लिक गर्नुहोस्। अब हामी हाम्रो डिटेल भर्ने सेक्सनमा आइपुगेका छौँ। यसमा चाहिँ अब फर्स्ट नेममा हाम्रो पहिलो नेम राख्नुपर्छ। अब कसैको चाहिँ मिडल नेम छ भने पनि त्यो फर्स्ट नेममै पर्दछ। पहिलो नाम लेखिसकेपछि एउटा स्पेस दिएर मिडल नेम लेख्नुहोस्। मिडल नेम पछि स्पेस बसेको छ कि छैन त्यो चेक गर्नुपर्छ। लास्ट नेममा आफ्नो थर राख्नुहोस्। जेन्डर सेक्सनमा आफ्नो जेन्डर चुज गर्नुहोस्। त्यसपछि डेट अफ बर्थको लागि क्यालेन्डरमा थिच्नुहोस्। यो 2025 देखाइरहेको छ, यो सालमा थिच्नुहोस्। आफ्नो कुन सालमा जन्मेको त्यो साललाई सिलेक्ट गर्नुहोस्। त्यसपछि यहाँ फेब्रुअरी देखाइरहेको छ, फेब्रुअरीमा क्लिक गरिसकेपछि अब कुन महिना पर्छ आफ्नो त्यो महिना क्लिक गर्नुहोस्। त्यसपछि यहाँ भएको तारिखमा क्लिक गर्नुहोस्। यसरी हाम्रो डेट अफ बर्थ आएको छ। अब हाम्रो करेन्ट नेसनलिटी भनेको हामी चाहिँ अब नेपाली हो। यसमा चाहिँ नेपालमा गएर क्लिक गर्नुहोस्। यति गरेपछि अब पासपोर्ट नम्बर हाल्नुपर्ने हुन्छ। यसमा चाहिँ आफ्नो पासपोर्टमा जे छ त्यही सेम हाल्नु होला। क्यापिटल हुन्छ, अगाडि लेटर छ भने त्यो क्यापिटल लेटर्स सबै हाल्नु होला। यसमा चाहिँ पासपोर्ट एक्सपायर डेट, पासपोर्टमा हेर्नु होला एक्सपायर डेट। कन्ट्याक्ट नम्बर सेक्सनमा चाहिँ कन्ट्री कोड हो। हाम्रो कन्ट्री कोड चाहिँ 977 हो। 977 टाइप गर्नु।
अब यतापट्टि सेक्सनमा भने चाहिँ आफ्नो फोन नम्बर राख्नुहोस्। फोन नम्बर राख्दा चाहिँ आफूले चलाइरहने फोन नम्बर राख्नुहोस् र यो सेक्सनमा चाहिँ इमेल राख्नुहोस्। इमेल पनि आफूले चलाइरहने जुन इमेल छ त्यो राख्नु होला, त्यसमा इन्फर्मेसनहरु आउँछ। यति गरिसकेपछि सेभ अप्सनमा क्लिक गर्नुहोस्। यसमा चाहिँ हाम्रो डिटेल्स देखाएको छ। हामीले चाहिँ यसमा अब जेनेरेट ओटिपी गर्नुपर्ने हुन्छ। जेनेरेट ओटिपीमा थिच्नुहोस्। यति गरिसकेपछि हामीले अघि राखेको जिमेलमा ओटिपी आउनेछ, त्यसलाई चाहिँ यसमा कपी पेस्ट गरिदिनुहोस्। भेरिफाई बटनमा थिच्नुहोस्। हाम्रो ओटिपी भेरिफाई भएको छ। अब कन्टिन्यूमा थिच्नुहोस्। अब भने हाम्रो बुक एपोइन्टमेन्टको सेक्सनमा आएको छ। अब हामीले कुन महिनाको बुकिङ गर्ने हो त्यो महिना सेलेक्ट गर्नुहोस्। त्यसपछि आफूलाई कुन तारिखको लिन मन लाग्छ त्यही तारिखको सेलेक्ट गर्नुहोस्। सेलेक्ट गरिसकेपछि तलतिर चाहिँ अब टाइमिङहरु आउँछ। अब आफूलाई कुन टाइममा जान सजिलो लाग्छ, सहज हुन्छ त्यही एउटा टाइम रोज्नुहोस्। अब अरु टाइम चाहियो भने चाहिँ मोरमा क्लिक गर्नुपर्ने हुन्छ। मैले चाहिँ 12 बजेको लागि सेलेक्ट गरेको छु। त्यसपछि कन्टिन्यूमा प्रेस गर्नुहोस्। कन्टिन्यूमा क्लिक गरिसकेपछि हाम्रो यो पेज आउँछ, रिभ्यू सेक्सन हो। यसमा चाहिँ आफूले आफ्नो डिटेल ठिक छ कि छैन भनेर एकचोटी सरर हेर्नुहोस्। हाम्रो चाहिँ फी यसमा 1992 भनेर देखाएको छ। अहिले बुकिङ गर्नको लागि चाहिँ हामीलाई यति लाग्छ। त्यसपछि यसमा दुईटैमा टिक टिक लगाइदिनुहोस् र अब हामी पेमेन्ट सेक्सनमा जाने छौं। पे अनलाइनमा क्लिक गर्नुहोस्। अब यहाँ डिटेल दिएको छ। पेमेन्ट डिस्क्लेमर राम्रोसँग पढ्नु होला। यसमा चाहिँ के भनेको छ भने हामीले पेमेन्ट गरिसकेपछि 2 घण्टा जति भेरिफाई हुन टाइम लाग्छ भनेको छ। यदि 2 घण्टा भित्र भेरिफाई भएन भने चाहिँ फेरि अर्को अपोइन्टमेन्ट लिनुपर्ने छ भनेको छ। तर यो चाँडै हुन्छ भने चाहिँ ब्याङ्कको एटीएम प्रयोग गर्नुपर्ने भएकोले कुनै ब्याङ्कहरुको एटीएम कार्ड एक्सेप्ट हुँदैन। नोबेल ब्याङ्क, ग्लोबल ब्याङ्क, कुमार ब्याङ्कहरु चाहिँ एक्सेप्ट भएको छ। मैले यो भिडियो बनाउन्जेल सम्म चाहिँ राष्ट्रिय वाणिज्य ब्याङ्क, सिटिजन ब्याङ्कको एटीएम कार्ड चाहिँ एक्सेप्ट भएको थिएन। यदि पेमेन्ट सक्सेसफुल भएको केसमा चाहिँ हाम्रो जुन इमेल राखेको छ त्यसमा चाहिँ इमेलमा चाहिँ एउटा पीडीएफ फाइल आउनेछ। त्यही प्रिन्ट गरेर लानुपर्ने हुन्छ। अब कन्टिन्यू बटनमा क्लिक गर्नुहोस्। रिडाइरेक्टिङ यु टु आवर नोबेल ब्याङ्क पेमेन्ट प्रोभाइडर भनेको छ। हामीले पेमेन्ट गरेको चाहिँ नोबेल ब्याङ्कमा जान्छ भनेर भनेको छ। एकैछिन पर्खिनु होला। यो चाहिँ उता रिसिभ हुने डिटेल देखाएको हो। अब हामीले तल सारेर पेमेन्ट मेथडमा जानुपर्छ। अब यसमा चाहिँ कार्ड होल्डरको फुल नेम राख्नुपर्ने छ। जसको नाममा कार्ड रहेको छ उसैको फुल नेम राख्नुपर्छ। त्यसपछि कार्ड पिनमा चाहिँ 16 नम्बरको डिजिट हुन्छ कार्डमा, त्यो नम्बरलाई हाल्नु होला। त्यसपछि यसमा चाहिँ कार्डमा भएको भ्यालिड डेट भनेर अथवा एक्सपायर डेट भनेर लेखेको हुन्छ। यसमा टाइप गर्नु होला। CVC 2 मा चाहिँ आफ्नो कार्डको पछाडि 3 वटा डिजिट नम्बर रहेको हुन्छ, त्यसलाई यहाँ राख्नु होला। यति भइसकेपछि बैंक अकाउन्टमा राखेको इमेल प्रयोग गर्नुहोस्। अरु राख्दा पनि हुन्छ। त्यसपछि पे बटनमा क्लिक गर्नुहोस्। पेमेन्ट सक्सेसफुल भइसकेपछि यसरी देखाउँछ। त्यसपछि यो डिटेल देखिनेछ। यो चाहिँ मैले मोबाइलबाट गरेको हो, किनभने मोबाइलबाट मैले बनाएको थिएँ। यसमा चाहिँ ल्यापटपबाट चाहिँ स्याम्पल मात्र देखाएको हो। यति भएपछि हाम्रो फर्मको काम सकियो। अब केही बेरमा इमेलमा पीडीएफ फाइलमा डकुमेन्ट आउँछ। भीएफएस जानलाई चाहिँ आफ्नो कन्सल्टेन्सीबाट डकुमेन्ट र एनओसी पेपर लिएर जानुपर्छ। यति भएपछि काम सकियो। भीएफएक्सको भोलिपल्टबाट 3 दिन चाहिँ एमबीसी कलको लागि वेटिङ हुन्छ। यदि कल आयो भने एमबीसी जानुपर्ने हुन्छ र 3 दिनसम्म पनि कल आएन भने चाहिँ सिधै भिजा आउँछ। यहाँसम्म हेरिदिनु भएकोमा धन्यवाद। लाइक, कमेन्ट र सब्स्क्राइब गरिदिनु होला।